एन्ड नमस्ते सबैजनालाई फेरि पनि न्यू डे न्यू ब्लग क्रिकेट ब्लग भन्दा पनि हाम्रो यसो आउटिङ डे कुलेखानी ओभरनाइट स्टे रमाइलो ब्लग दाइहरूसँग यहाँ दाइहरू भिनाजुहरू ज्वाइँहरू भाइहरू सालहरू जेठानहरू अहिले चाहिँ यो फर्स्ट लड हामी गङ्गोपुबाट चाहिँ फर्स्ट लड हो गाडी अहिले खाली खाली छ यहाँ मार्केटमा नयाँ भ्लगर आएको छ सबले लाइक सब्सक्राइब गरेर सपोर्ट गरिदिनु होला न्यू भ्लगरलाई पनि च्यानलको चाहिँ डिस्क्रिप्सन पछि हालिदिन्छु म रविन्द्र दाइले नै पुऱ्याइदिनु भयो हाम्रो सेकेन्ड स्टप प्लट चाहिँ यहाँ लोड भइसकेको छ ककसको कुन ब्रान्ड हो पुरै अहिलेसम्म गाडी खाली छ भर्खर एकजना मान्छे पिकअप भयो उहाँसँग चाहिँ फ्रिजर थियो रविन्द्र दाइसँग यहाँ ऊ राजेशको हात तन्किसक्यो यहाँ हतार भइसक्यो भाउजू यही हो समय भाउजू यही है सुरुमा ओपनर सचिन तेन्दुलकर पिकअप लट टू है पिकअप लट टू खोलो खोलो भाइ खोलो 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 भान्जा बाबुहरू यो पालिको ट्रिपमा दाइ नमस्ते छिरो छिरो यहाँ अब रामदाइले आज के भन्न चाहनुहुन्छ है उहाँको भित्र मनबाट क्यामेरा देखेर चाहिँ बोल्दी बन्द भयो रामदाइको नभए त यहाँ सबै आइसकेको थियो यो चाहिँ हाम्रो थर्ड स्टप लास्ट पिकअप हामी आधी घन्टा ढिलो भएर भिनाजुलाई फाइदा भएको छ आधी घन्टा ढिलो भएर सबैजना अब भेला भइसकेको छ यहाँ ठ्याक्क यो फर्स्ट लडलाई चेस रामदा चेस रविन्द्र चेस फर्स्ट लड है यो फर्स्ट लड बलको कट्न बित्तिकै फर्स्ट लड सुरेन दाइले होममेड सित्तन निकाल्दै हुनुहुन्छ यहाँ ल दाइले हिजो मेहनत गरेर बनाउनु भएको सित्तनी हो स्पेसल रामदाइको लागि ओ रामदाइले त्यहाँ प्लेट थापिसक्नु भएको छ स्पेसल खोइ यस्तो यता एकचोटि बढी हुन्छ होला जेन्जीको हातमा पनि छ यहाँ ल कुनी कुनी चला वाला मिठा बाला रे
खुसी चंदु चोकेले यति हो खोज्दै ल गेन्दा एउटा गीत ल कानमा कोचाउनु भएको छ एउटा गीत सुन्नु भएको छ कि छैन हो रेशम फिरिनी उडेर जाउँ कि डाँडामा भन्छन् रेशम फिरिनी एक नाले बन्दुक दुई नाले बन्दुक मृगलाई ताकेको अनि लाग्लाई गाउँलेको डाँडा खाना चहराको खिचले पर्बिङ आधी बाटो आइपुग्यो हामी दक्षिणकाली माइकी दक्षिणकाली माइकी चाहिँ है हामी सबैलाई ल ट्रिप सस्पेन्सन होस् रमाइलो जान पाइस् यो सस्पेन्सन ब्रिज त बवाल रहेछ त यो कहिले बनायो यो कसले बनायो ओली बाले बनायो कि बालेन बाले बनायो बालेन सरकारले हो यो ल हाम्रो फर्स्ट स्टप बेर धेरै खाइयो पिपी बेर पिपी ब्रेक ल पिपी ब्रेक हाम्रो सेड्युल हाम्रो म्यानेजर साहब आज सेड्युल के हो हाम्रो आज यार आउन त आइयो हाम्रो स्केड्युल वी बीन लाइक अराउन्ड 1 घण्टा लेट परहॅप्स बट हैन त्यसो पोजिटिभ पोइन्ट पनि छ है पोजिटिभ पोइन्ट यहाँ उहाँलाई फाइदा भएको छ स्कुटरको सट्टामा हाइएस्टमा आउन पाउनु भएको छ उहाँ हुन्छ नि अब कम्फर्टेबल प्लस अब सँगै आउनुमा मजै छुट्टै हुन्छ सो यसपछि वी व्हाट एक्ज्याक्टली वी डु इज हामी त्यहाँ रिजोर्टमा पुगेपछि विल स्ट्रिम फर्स्ट थिङ सिधै रिजोर्ट यस भेडाफार्म जाने हैन देन विल गो टु भेडाफार्म ओके ल पिपी ब्रेकबाट फर्स्ट लट सिद्धिएर ट्याङ्की खाली गरेर फेरि सेकेन्ड लट रेडी ल चेस ल चेस 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 6-7 किलो गर्नु पर्ला क्या रविन दाइले अगाडि बसेर झ्याउलाएर पछाडि आउनु भएको छ दाइ पोहोर साल त आफै ड्राइभ गरेर जानु भएको थियो यो पालि अब हामीसँग फर्स्ट टाइम कस्तो फिल भइरहेछ दाइ यसो चाहिँ खोल्या थियो अरूले मात्र निलो क्यान थियो होइन आफू चाहिँ स्टियरिङमा अरू चाहिँ खोल्या हो कि को दाइ सन्ध्या भन्ने सबिना भन्ने चाहिँ चिने हो सन्ध्या भन्ने चाहिँ को हो
खोइ दाइ के भन्नु अरे फेरि एकचोटि राजको गर्लफ्रेन्ड अरे हाम्रो त यस्तो भयो बिजोग भयो यार बिजोग बिच बाटोमा त्यही त बिजोग भयो यार गाडी यहाँ यार टायरबाट यहाँ लेदर सेदर के धुवा आएको आइछ ल गाह्रो छ घरमा बस्नेले पो केटाहरू रमाइलो गर्न गएको छ भन्छ गएको मान्छेलाई थाहा छ यहाँ कति गाह्रो छ त्यो पनि केही छैन चिल पारामा छन् सबैजना ऊ पर ऊ यहाँ हिँडिसकेन् सबैजना प्रमोसन भएको छ एसई पास भएर नभए कहिले काका मामाहरूसँग जान पाइएको थिएन एसई पास भएर अहिले प्रमोसन भएर कलेज जाने भएपछि एकैचोटि बाउले प्रमोसन गरिदिइहाल्यो यिनीहरूलाई ल तर बोरिङ छ यिनीहरू छैन जेनजी नामको मात्र इन्टरटेनिङ जेरो ऊ मास्क लाएर बस्ने नेचर यो चाहिँ यही हो हाम्रो देशको सबभन्दा राम्रो पार्ट भनेको ल डाँडा र काँडा चारैतिर हरियाली वन जङ्गल यस्तो राम्रो पिच भइसकेको छ बाटो चाहिँ हामी चाहिँ उता चितलाङको बाटो बन्द भएर सिस्नेरीको बाटो हुँदै आएको राम्रो मुभमेन्ट छ बाटो पुरै चिल छ मजाको रामदाई ओ रामदाई तपाईँलाई म एउटा चिज देखाउँछु यता आउनु त यता आउनु न ऊ यहाँ हेर्नु त दिनेशको लुगामा के छ हेर्नु त ज्वाइँलाई पारे ल दाइ तपाईँ नै हो सबभन्दा ठुलो दाजु तपाईँ नै हो तपाईँ नै हो ल हेर्नु त यहाँ ज्वाइँलाई पारे कस्तो नेदरल्यान्ड भने फेरि ए दाइ चेन्ज नगर्नु न भने ए ज्वाइँलाई पा भनिरहेको छ के हो यो ज्वाइँ लाला पारे दिनेशको टी सर्टमा के छ एउटा पढ्दो ल तैँले कसरी पढ्छस् ज्वाइँलाई पारे ज्वाइँलाई पा लेखेको छ क्या त्यहाँ अब के गर्ने ल बनावेलाई ज्वाइँलाई पा हो क्या त्यो तपाईँ थाहा पर्ने हो क्या म क्या रिग्रेट गर्दा चाहिँ राइसदाईलाई यो थाहा पर्ने हो क्या म क्या अपसेट भयो यो त 100% रामदाईले तरुनीहरूलाई गरे होला भने त गाह्रो छ गाडी बिग्रेर यहाँ मामाहरूले ल गाडी बिग्रे रे वान वे चढाउनै पर्ने भयो है सबै छन् पुलिसहरू एपिएफ ट्राफिक सबै यस्तो बाटोमा गाडी बिग्रेपछि चाहिँ गाह्रो हुन्छ बुढीहरू हेरेको हेरे कर्ना हेरेको हेरे सुनिबा हेरेको हेरे अरू ल सबले समुद्र बारी जाऊ तिम्रो त्यो चाल जाने भए जाऊ कान्छी
यसमा विचार के छ दाइ? आफूले त नपाएर कहाँबाट खोजेर ल्याएको दाइ। राम दाइ भोग लाग्यो? This is the proof घरमा सबैको बच्चाहरू छ भनेको। जोडमा जो भेटिन्छ त्यसलाई टिपेर ल्याइहालौँ ल। गाडी पनि छँदैछ ल। दाइले मन्जुरीनामा दिनु पर्यो। ल ज्ञानदाइ त्यसपछि बल्ल यो ब्याकग्राउन्डको गीत काम लाग्छ दाइ। लास्ट ब्रेक, अर्को पिपी ब्रेक है यहाँ। ल लास्ट ब्रेक यो। अब रिजोर्ट पुग्न लाग्यो हामी, धेरै टाढा छैन। यस दाइ यस। काँक्रो भेजिटेबल सपिङ है हाम्रो। दाइ के लिने हो रे? प्याज, काँक्रो, मुला, प्याज। अलिकति दिनु न दिदी, घरमा छ होला नि। दिदी तपाईँ कहाँ छैन प्याज? कसैसँग छैन? उयो रेस्टुरेन्टसँग मागौँ क्या? लु बर्बाद भइहाल्यो त यहाँ। अब प्याज छैन रे। यो के हो दिदी? अङ्गुर हो यो? ए अङ्गुर जस्तो रहेछ है। त्यो कुरा नगर, अरू राम्रो कुरा गर न। त्यो ताइनादेखिको कुरा नगर। सबै भाउजू राजलाई लागिसक्यो। के गर्नु यसलाई? घर पठाइदिउँ कि कुल्याहान लिएर जाउँ हामी? हो भने घर जान्छु कि जान्छु भन्छ भाउजू। के गरौँ यसलाई? गाडी त जति पनि छ नि बाटोभरि। स्टेसनको नजिक पुग्दैछौँ। स्टोरेज पॉइन्ट हाम्रो 60 मेगावाटको चाहिँ उत्पादन हुन्छ। हाम्रो डाक्टर रविन्द्र महर्जनले यसको अरू इन्फर्मेसन रिसर्च गर्नु भएको छ। यसको मुनि फेरि अर्को तिम्रो गयो नि कुलेखानी 2 छ। यही पानीले फेरि हान्छ टर्बाइनलाई। 30 मेगावाट निस्किन्छ। त्यतिले पनि नपुगेर अत्याचारै गरेर फेरि कुलेखानी 3 गरेर अर्को 15 पनि निकाल्दियो। अब यो नहुने हो भने नेपालमा सुखायाममा सधैँ लोड सेडिङ हुन्छ। ये मक्सा रिपीट आवर चलाएगा ये फुल पावर चलाइएगा। यो ड्यामको इन्फर्मेसन है मेरो। यसो भ्लग हेर्ने मान्छेहरू यसै ड्यामको इन्फर्मेसन। सरकारी सुनिस् कि बियरले उडाइस् तैँले यो कुरा? मलाई थाहा छैन यसको हिस्ट्री चाहिँ हेर भाइ। तैँले कुरा सुनिस् कि अर्को कानबाट उडाइस् भने? डाक्टर रविन्द्र महर्जन 2063 भनेपछि कति वर्ष भयो? 20 वर्ष अगाडि होइन? 20 वर्ष अगाडि हामी तिमीहरूको चन्द्रगिरी भन्ने त्यो चिवलकार नबनेको बेला टक्क त्यहाँ चन्द्रगिरीमा बसबाट ओर्लेर त्यहाँबाट यहाँसम्म हिँडेर आएर त्यहाँसम्म हिँडेर आएर
पुरा ड्याम हेरेर यसको चाहिँ यहाँको चाहिँ हाइड्रो पावरको चाहिँ निरीक्षण गरेर केटाहरू ठिक छ राम्रो काम गरिस् भनेर यहाँ बोटिङ गरेर बेलुका माछा खाएर माछा मात्रै बियर खानु भएन दाइ बियर नि बियर खाएन नि ए राति फाइट परेर फायर चाहिँ के दाइ के माछा खान नपाएर हो कि राति बसेर भोलि गएर सुमा चाहिँ झुन्डेर गएको हेर्नु त कसैको हातमा केही छैन राजले जति नखा भन्दा नि मान्दैन यो खाएको खाइ चाहिँ राज हेर्नु त कसैको हातमा छैन ल दुईटालाई म 5 घण्टा लाग्छ आधी घण्टा के अरे नखा भनेको मान्दैन सबै भाउजू हेर्नु त यहाँ ड्याम चाहिँ हेर्दै ड्याम मिसेस ग्लोबको हस्बेन्ड मिस्टर ग्लोब मान्दैन यहाँ कुले खाने हेर्दै कुले खाने ल हेर्नु त यहाँ टपिक चेन्ज गरेको हेर्नु त यहाँ खाने हेर्नु भयो यहाँ कुले खाने घुम्न आवा रिजोर्टको नजिक अब ब्युटिफुल लोकेसन इन्द्र सरोवर देखिसकेको छ भोलिको हाम्रो यो सेड्युल हो यो चाहिँ अब रिजोर्ट जाँदाखेरि रिजोर्ट देखौँ न अहिलेलाई यहाँ मजाले हेरौँ ड्याम मजाले पानी परेर चाहिँ मौसम अलिकति चिल भइरहेछ यहाँ यसकै लागि आएको हामी नेक्स्ट टाइम चाहिँ गोदा खाने भयो सबै जान्छ योपालि लेडिज ग्याङमा चाहिँ प्लान गर्नुपर्छ है योपालि लेडिज ग्याङलाई प्लान गरेन भने पोखरा छोडिदियो तिमीहरूले गङ्गबु छोडेर सामाकुसुमा देखेर आयो हुन्छ हिजो रवि के अरे हाम्रो कर्णा बहिनी घरमै थियो सुकुटी बनाएर बसिरहेको थिएँ आउनु भयो दाइ हामी कहिले जाने भन्यो घर आउँछु नेक्स्ट टाइम तिमीलाई प्लान गर्नु पोहोर साल पनि नेक्स्ट टाइम हुँदैन भन्नु पर्यो मैले के भने थाहा छ घर ठाउँ हेरेर आउँछु तिमीलाई सजेस्ट रिजोर्ट सबैको कुलेखानी छ नाम कुन त कुलेखानी के कुलेखानी रिजोर्ट होइन गल्ती के भयो थाहा छ कति खा भने धेरै नखा दाइ यार तपाईँ ड्याममा गएको मैले जान्दा नि फोन नगरेको त्यसलाई एउटा ड्याममै जाउँ नि त ड्याममै जाउँ ल हेर्नुहोस् यस्तो राम्रो लोकेसन छ हाम्रो लोकेसन ल यस्तो राम्रो लोकेसन छ है हाम्रो यहाँ रिजोर्ट यो लोकेसन ल गाइज हो हामी पुग्यौँ है लोकेसनमा सर ल यस्तो राम्रो होटेल बाहिर ठ्याक्क मजाले देखिने ड्याम साइड ल आफ्नो सामान बोकौँ है सामान नछुटोस् है हेलो गाइस ल हामी डेस्टिनेसनमा पुग्यौँ है डेस्टिनेसन यही हो हाम्रो आजको भित्र गएर अझै हेरौँ ल के भयो राम्रै झ्याप भइसक्यो भने कि सायद यो माथितिर जानुपर्छ जस्तो लागिरहेछ मलाई यहाँ त बाहिरबाट हेर्दा त सानै देखिरहेछ यो खासै यो ठुलो त देखाएको छैन बाहिरबाट चाहिँ माथि जानुपर्ने जस्तो छ है लेट्स सी राम्रोसँग भन्नु एकचोटि के भने भाउजू कसम म त यसलाई यहाँ ड्याममै छोडेर पनि क्या हो दुःखै दियो यसले त रमाइलो गरेर दाइ सिधै खाना आएको अरे रमाइलो गरेर आएको भन्नु पऱ्यो नि खाना आएको भन्छ हाम्रो रुम चाहिँ यतातिर छ है खोज तल जाने त कहाँ ए यता रहेछ यता बाटो यता रहेछ है आमा अन्डरग्राउन्डै रहेछ त यो त अन्डरग्राउन्डै रहेछ त यो त त्यही भने खोइ कता हो सरहरू दाइहरू कता हो यही हो यो एउटा रुम रहेछ ल यहाँ सामान आइसकेको रहेछ ल एउटा रुम यहाँ
अर्को रुम यता दाइ रुल थाहा छ नि तपाईँलाई जो फर्स्ट अट्न त अट्छ दाइ यता अर्को रुम जाने एउटा डल्लो पाउनुहुन्छ डल्लो लिएर तपाईँ नन एसी रुममा पनि सुत्न पाउनुहुन्छ एसी रुममा कहाँ गर्छु अर्को रुम यो सेम पपी सेम हो रे सेम पपी सेम ए 307 को चाबी कोसँग हो सब यहाँ यो स्विमिङ गर्दै भ्यू चाहिँ रमाइलो छ है अरू जे जस्तो भए पनि स्विमिङ पुल चाहिँ सानो रहेछ यसो नामको मात्र स्विमिङ पुल रहेछ यो त्यो पनि ठिकै छ खेल्न नआउने हान जस्तोलाई चाहिँ सानो हो नि भ्यू चाहिँ बबाल छ ल भ्यू चाहिँ यहाँ रमाइलो छ ट्याक्क रिजोर्टबाट बाहिर यसरी भ्यू चाहिँ रमाइलो छ है मजाकै छ ल सब हाम्बालिसक्यो ऊ कस्तो टाढाबाट खिचिरहेको यसले किन डर तेरो खुट्टा तान्दिनु हामी मान्छे पो टाढा जुम गरेर खिचिरहेको छु त अनि हामी स्विमिङ पुलमा बसेर अरू कसैको हुँदैन स्विमिङ पुल एकैचोटि 14-15 जना छिर्दिन्छ नि म जित्छ भिनाजु कस्तो लाग्यो आज दाई ठिक छ भिनाजु चिलक हेलो गाइस कस्तो लाग्यो केटा हो मजा आयो ठिक छ फेरि जाने होइन भयो के मेरो पनि भाग मैले पाएको छैन दाइ ल यो वेलकम ड्रिङ्क्स है रामदाईको तर्फबाट होइन नि फेरि रिजोर्टको तर्फबाट फेरि मेरो साइडबाट भन्दैला रामदाईले के यो भर्जिन मोजितो जस्तो छ त यो हो भर्जिन मोजितो त होइन यो मोजितो मात्र हो यो त्यस्तो नभन न सिधै अघिको कुरो फिनिस्ड ल है हामी चाहिँ स्विमिङ पुलमा मस्ती हुँदैछ पुल पार्टी चल्दैछ आज स्विमिङ पुल हाम्रो यो कोही आउँदैन यहाँ यत्रो मान्छेको अगाडि कसले आँट्नु यहाँ स्विमिङ पुलभित्र छिर्न हाम्रो यो स्विमिङ पुल आज एउटा गीत सित बजाएर टक्क राखे पनि हुन्छ ल तातो पानी तातो जिम्मा सबै रायस हो रायस यसको जिम्मा पुगेन जति सबै रायसले पुरा गर्छु भनेको छ खोइ देखा नि त्यहाँ खोलेर ऊ साउजी यहीँ हो पैसा दिँदै लिने रायससँग यहाँ ऊ दा यार तपाईँ लास्ट झ्याउ भयो क्या तपाईँ मान्छे यार न दारू खाने न स्विमिङ गर्ने न के गर्ने त्यो कानमा कोचै छ त्यस्तो हामीसँग छ दाइ प्रिपेरेसन फर बारबिक्यूको लागि प्रिपेरेसन हुँदैछ यहाँ ल यस्तो चिसो छ भन्नु कि तातो छ भन्नु यहाँ अलि मिक्स छ हो यहाँको वेदर स्विमिङ पुलमा चिसो छ आगो अगाडि तातो छ बारबिक्यूको कुक दाइ मासु चाहिँ मजाले पाक्नु पर्यो है यो भोलि फेरि दिनेशले औषधि ल्याउनु पर्यो भने फेरि समस्या हुन्छ राति सिरियस टक भइरहेछ यहाँ फेरि अर्को ब्लगर ल अर्को ब्लगर यहाँ फेरि अर्को पुरा बारबिक्यू टाइम बारबिक्यूको भइरहेछ हाम्रो सेफ अहिलेको लागि सेफ चेन्ज भएको छ
यो चाहिँ बफ दाउरा त हाल्दै गर्नु हौ 5 वर्ष त हाल्दैन पानी आयो भाइ पानी पर्यो पानी पर्यो मौसमले पानी पर्यो यहाँ पानी परेको अवस्था ल पानी परेको अवस्था यस्तो चिल वेदरमा पानी पर्यो यार रमाइलो भइरहेको थियो हेर्नु बिजुली चम्किरहेछ पुरै पिउँदिन भन्दा भन्दै पिलायो यता भन्नु यता भन्नु यता नेक्स्ट टाइम पोखरा को ग्रुप भाउजू एस्किनु भने ओ बुढा यता भने यहाँ 5 भने What happened, sir? Nanda के भयो?
डिनर टाइम ए यस्तो है भोजको क्यामेराम्यान आयो यहाँ पार्टी प्यालेसको क्यामेराम्यान आयो यो ककसको प्लेटमा धेरै छ भनेर नो प्रब्लम भनेर भन्छु आयो अर्को लट भाइ फेरि ल्याऊ है यो पुग्दैन अर्को लट आयो ल भात आयो ल दाल पनि आयो सबै आए ज्ञान्दै अम्लेट चल्छ कि चल्दैन चल्छ होइन ल अम्लेट भनेको छु एक केस स्पोन्सर आइसक्यो ल है यहाँ गुड न्युज दिन आएको म गुड न्युज दिन आएकै म त यहाँ जो पहिला सुत्यो ल सुत्नु भएको रहेछ है जो पहिला सुत्यो उसको एक केस स्पोन्सर छ राय सुतिसक्यो केटावाला एक केस पायो त्यो राय सुतिसक्यो ओ यहाँ यो मान्छे सुतिसक्यो त्यो उठ्यो अब फेरि पेनल्टी लगाइसक्यो यसलाई एक केस लगाइसक्यो यो भोलि यसले दिन्न भने लगाइसक्यो